नमस्कार, अपन समाचारमा स्वागत छ। समाचार विस्तारमा। पदाधिकारीहरूको कारण मध्य प्रदेश अन्तर्गत रहेको दलित विकास समिति निष्क्रिय भइरहेको आरोप लगाइएको छ। मंगलबार जनकपुरधाममा दलित जल कल्याण युवा क्लबद्वारा आयोजित प्रदेश दलित सशक्तिकरण नियमावली कार्यान्वयनको अवस्था र चुनौती विषयक छलफल कार्यक्रममा सहभागी वक्ताहरूले यस्तो आरोप लगाएका हुन्। कार्यक्रममा प्रमुख अतिथि प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष नाथु प्रसाद चौधरी बजेट छुट्याए पनि दलित विकास समितिका पदाधिकारीहरूको मन पर्दीका कारण ऐन कार्यान्वयनमा समस्या भएको बताउनुभयो। 30 करोडको चाहिँ यसपालिको बजेटमा व्यवस्था छ। त त्यसमध्ये दलितको लोकसेवा तयारीका छ 40 लाखको छ। मुख्यमन्त्री छुवाछुत विरुद्धको कार्यक्रम 40 लाखको छ। दलित विद्यार्थीको लागि नेतृत्व विकासको लागि तालिम 20 लाख छ। दलित महिलालाई योजना तर्जुमा गर्नेको पनि छ। दलितको दलालको अर्थात् कार्यक्रममा कुनै कमी छैन। अब कुरो के आयो भने हामीसँग ऐन पनि छ, निर्देशिका के अरे नियमावली छ, विभिन्न सरोकारवाला पनि छौँ, तैपनि कार्यक्रम भइरहेको अवस्था छैन। अब यहाँहरूले के भन्नु भने निर्देशिका कार्यविधि चाहिँ जुन ठाउँमा बनाउनु पर्ने छ त्यो पनि बनाउला। तर मैले के देखेको भनेदेखि नि तपाईको प्रदेश स्तरमा दलित विकास समिति छ, त्यो पहिला पनि आइसकेको छ कि त्यति फङ्सनल चाहिँ छैन। जुन हिसाबले काम गर्नुपर्ने त्यो गरिराखेको अवस्था छैन। कार्यक्रममा विशिष्ट अतिथि शिक्षा तथा समाज कल्याण मन्त्रालयका सचिव लक्ष्मी प्रसाद चौधरीले हामीले त काम दिने तर पदाधिकारीहरूले आफ्नो मान्छे योजना दिनु भनेर विवाद गर्ने तर कार्यालय कहिले पनि नआउने गरेको कारण दलित विकास समिति समेत निष्क्रिय अवस्थामा रहेको भन्नुभयो। जस्तो गठन गर्यो, बजेटको व्यवस्था पनि भयो, 2 आर्थिक वर्ष भयो, तर काम हुन सकिरहेको छैन। यहाँहरूलाई त के चित्त बुझ्ला, मलाई पनि पटक्कै चित्त बुझेको छैन। जहिले पनि अघि पनि कुराहरू आए, आन्तरिक क्लासको कुरा होइन, अब त्यो हाम्रो धनेश्वरजीले होइन होला भन्ने कुरा पनि गर्नुभयो। म 10 महिनादेखि प्रत्यक्ष भोगेको छु। त्यो नियमावली र ऐन बनाउँदाखेरि अलिकति त्यसमा डिफेक्ट पनि छ। उपाध्यक्षलाई चाहिँ सुविधाको व्यवस्था छ। कार्यक्रममा सहभागीहरूले दलितहरूको उत्थान तथा विकासका लागि ऐन बने पनि हालसम्म कार्यान्वयनमा आउन नसक्दा दलितको अवस्थामा सुधार आउन नसकेको आरोप लगाएका थिए। उहाँहरूले विकास समितिका पदाधिकारीहरू सेवा सुविधामा लिप्त र भागभन्डामा लागेको कारण ऐन कार्यान्वयनमा आउन नसक्नुको साथै समिति कामविहीन भएको बताउनुभयो। मध्य प्रदेशको पर्यटकीय विकासका लागि संस्कृति र सञ्चारका साथै होटल व्यवसायको पनि ठूलो भूमिका रहेको प्रदेशका उद्योग वाणिज्य तथा पर्यटन मन्त्री सुनिता यादवले बताएकी छिन्। मंगलबार जनकपुरधाममा होटल व्यवसायी संघद्वारा आयोजित दिगो र इनामदायी रोजगारी परियोजनाको लागि पुरस्कृत सिपको संवेदनशील सम्वेदना कार्यक्रम इन्स्यारोमा बोल्दै मन्त्री यादवले पर्यटकलाई तान्न र टिकाइ राख्नुका होटल व्यवसायको महत्त्वपूर्ण भूमिका हुने गरेको बताउनु भएको छ। उहाँले भनिन्, पर्यटनसँग जोडिएका होटल व्यवसायको लागि हामीले केही बजेट पनि छुट्याएका छौँ। एउटा धार्मिक र सांस्कृतिक सहित अन्य पुरातत्व संरचनाको करिडोर सहितको गुरु योजना तयार पारेर प्रदेश सरकार अघि बढिरहेको छ भने जानकारी दिनुभयो। यहाँ बोर्डर साइडबाट आएका पर्यटकहरू दाल चामल सहित बोकेर आउँछन्, फिल्डमै खाना पकाउँछन्, त्यही खाएर जान्छन्। यसलाई हामीले कसरी व्यवस्थित गर्ने, हामीले छलफल चलाउनु पर्छ। हामी अलि सामान्य ढङ्गले कसरी जाने, बढीभन्दा बढी हाम्रो जसरी कि यहाँको होटल व्यवसायहरू पनि फर्स्ट आओस्। हाम्रो संस्कृतिहरू एकदमै राम्रो संस्कृति छ नि। तपाईँ अन्य ठाउँमा हेर्नु भने यही हाम्रो थारू संस्कृति छ, मैथिली संस्कृति छ, भोजपुरी संस्कृति छ। हामी संस्कृतिको त धेरै धनी छ नि त यो तराई क्षेत्रभित्र पनि। त्यो लोक संस्कृतिहरूलाई हामीले उजागर गरेर अझै मनोरञ्जनको निम्ति, अझै आकर्षित गर्नको निम्ति भए पनि हामी किन पर्यटकलाई तान्न सकिराखेका छैनौँ?
मन्त्री यादवले हामी धार्मिक पुराणत्व संरचनासहित संस्कृतिमा धनी छौँ, तर पर्यटक तान्न सकिरहेका छैनौँ र आएका पर्यटकलाई पनि दक्ष जनशक्ति तथा व्यवस्थापन अभावले टिकाउन नसकेको गुनासो गरिन्। नेताहरू पनि यहाँ अनुशासनमा बाँधिनु जरुरी छ। मैले तपाईहरूलाई मात्रै भनेको होइन, हामी नेताहरू पनि अनुशासनमा बाँध्नु जरुरी छ। त्यसैले यसलाई फस्टाउनको निम्ति आउनुहोस्, हामी सबै छलफल गरौँ बसेर। मेरो अरू कुनै पनि भ्यू होइन। म अहिले धेरै कम उमेरमा सायद मलाई लाग्छ म मन्त्री बनेको, मेरो राजनैतिक जीवन अझै पनि धेरै छ र म सुरुवात राम्रो कामबाट गर्न चाहेको छु। कार्यक्रममा विशिष्ट अतिथि होटल व्यवसाय तथा पर्यटन महासंघ मध्य प्रदेशका अध्यक्ष हिरालाल गौतमले तथा व्यवस्थापक टिकाउन नसकिरहेको होटल र पर्यटकसँग आबद्ध सञ्चालित कार्यक्रम बेरोजगार कम पढे लेखेका युवाहरूलाई रोजगारका लागि सम्पूर्ण सुवर्ण अवसर रहेको बताउनु भएको हो। कार्यक्रममा उपस्थिति अन्य वक्ताहरूले होटल व्यवसायलाई पर्यटनसँग जोडेर प्रदेश सरकारले विकास गर्नुपर्नेमा जोड दिएका थिए। सो कार्यक्रममा मध्य प्रदेश स्थित होटल व्यवसायका साथै महासंघ पदाधिकारीहरूको पनि उपस्थिति रहेको थियो। गणेश शाहको अध्यक्षतामा नेकपा एमाले निकट नेपाल उद्योग तथा व्यवसायी महासंघ धनुषा जिल्ला कमिटी गठन भएको छ। धनुषाको छिरेश्वरनाथ नगरपालिकाको केन्द्र महेन्द्रनगरमा आयोजित प्रथम जिल्ला अधिवेशन शाहको नेतृत्वमा 31 सदस्य नयाँ कार्य समिति चयन भएको छ। कमिटीको उपाध्यक्षमा सकल किशोर पजियार र सूर्यनाथ यादव, सचिवमा रामकुमार चौधरी, उपसचिवहरूमा चन्दन किशोर शाह र बिहारी यादव चयन भएका छन् भने एक उपाध्यक्ष मिथिला नगरपालिका र कोषाध्यक्ष महिलाका लागि तत्काल खाली राखिएको छ। त्यसैगरी सदस्यहरूमा राजकुमार महासेठ, शम्भु मुखिया, अनुज यादव, रञ्जित शाह, वीरेन्द्र यादव, धर्मेन्द्र गुप्ता सहित 31 जनाको कमिटी गठन भएको महासंघका केन्द्रीय सदस्य तथा एमाले धनुषा जिल्ला कमिटी सदस्य सञ्जय शाहले बताए। उनीहरूलाई सोही समारोहका बीच महासंघका केन्द्रीय सचिव तथा मध्य प्रदेश इन्चार्ज केदार बस्नेतले शपथ ग्रहण गराएका छन्। कार्यक्रमलाई सम्बोधन गर्दै बस्नेत सहितका वक्ताहरूले कांग्रेस तस्कार ठग र यथास्थितिवादी व्यापारीहरूको मात्र पुष्टिपोषण र संरक्षण अनि अगुवाई गर्दै आएकाले वास्तविक व्यापारी र उद्यमी हक अधिकार र पहुँचका लागि एमाले यो महासंघको स्थापना गरेको बताए। राष्ट्रिय पुँजीपति बनेको नेकपा एमालेमा उद्योग व्यवसाय गर्ने व्यापारी उद्योगीहरू भनेको तपाईको कुनै तस्करी, राजस्व नतिर्ने, सरकारलाई कर नतिर्ने र गलत बाटोबाट आय आर्जन गर्ने उद्योगी व्यापारी नेकपा र गाउँपालिका गरेर 18वटा छ। तपाईहरुलाई थाहै छ। यस 18वटा गाउँपालिका नगरपालिकामा हाम्रो संगठन विस्तार हुन्छ र हामीले कुन नगरपालिकामा के चीजको आवश्यकता छ, कस्तो खालको व्यापारको आवश्यकता छ, जबसम्म तैके लागि यी व्यवसाय संघ हमरा सबके बहुत पहिले खुला चाहिए, लेकिन लास्ट में कनी लेटो भेले खुलने। ये सौभाग्य के बात है। देश के हर एक विश्व के बात कल जाए तो देश के चलावे वाला उद्योग व्यवसाय सब है। उद्योग व्यवसाय आई नहीं भेला के कारण नेपाल में बहुत हमरा यहाँ के बेटा भतीजा युवा सब प्लान हो रहा है, विभिन्न किस्म के घटना बढ़ रहा है। मतलब अपने के खा नहीं पाएगा। कार्यक्रममा प्रदेश सांसद शारदा देवी थापा सहित एमालेका नेता कार्यकर्ता र व्यवसायीहरूको उपस्थिति थियो। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालको वामपन्थी आन्दोलनलाई समाप्त गर्न योजनालाई रोक्न आफूले प्रतिनिधि सभा विघटन गरेको बताउनु भएको छ। मंगलबार नेकपा एमाले बागमती प्रदेश कमिटीको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले वामपन्थी आन्दोलनलाई समाप्त पार्ने योजनालाई रोक्नका लागि आफूले प्रतिनिधि सभा विघटन गरेको जानकारी दिनुभएको हो। उहाँले प्रतिनिधि सभा विघटन नगरेको भए देशको वामपन्थी आन्दोलन ध्वस्त हुने बताउनुभयो।
उहाँले तत्कालीन समयमा आफूहरूलाई झुन्ड्याएर मार्ने डोरी बनाएको भन्दै आफूले संसद विघटन गरिदिए र सोही डोरी छिनालिदिएको बताउनुभयो। उहाँले प्रतिनिधि सभा विघटनपछि पार्टीको सदस्यबाट निकालेका आफूहरूले सङ्गठन विस्तार र शुद्धिकरण गरेर मजबुत र प्रमुख पार्टीको रूपमा पुनर्स्थापित गरी प्रतिनिधि सभामा प्रवेश गरेको जानकारी दिनुभयो। उहाँले प्रतिनिधि सभा विघटन त्यसै बेलाको अपरिहार्यता भएको उल्लेख गर्दै सो कदम राजनीतिक, संवैधानिक र संसदीय भएको जिकिर गर्नुभयो। षड्यन्त्र छिनेपछि उनीहरू असाध्य हात दिए। उनीहरूले जे योजना गरेका थिए वर्षौँदेखि, उनीहरूलाई त्यही डर थियो, प्रतिनिधि सभा भङ्ग गरेर अर्को बाटो लिने हुन् कि भन्ने थियो। प्रतिनिधि सभा पुनर्स्थापना भयो, तर प्रतिनिधि सभा पुनर्स्थापना भएर पनि केही पनि बिग्रिएन, किनभने हामी माथि पहिलो त्यति बेलाको सबभन्दा ठुलो प्रहार के थियो भने सङ्गठनात्मक प्रहार थियो। हाम्रो सङ्गठन ध्वस्त पार्ने, चकनाचुर पार्ने र नेपालमा वामपन्थी आन्दोलन, परिवर्तनकारी आन्दोलन समाप्त पार्ने जुन योजना थियो, त्यस योजनालाई हामीले त्यसको फेरि प्रत्यक्ष। अध्यक्ष ओलीले माधव कुमार नेपाल वामपन्थी आन्दोलन समाप्त पार्नका लागि हदैसम्म गिरेको बताउनुभयो। नेपालले 2/3 कम्युनिस्ट सरकार ढालेर प्रतिक्रियावादी र दक्षिणपन्थी सरकार बनाउन भोट दिएका बताउनुभयो। के गरेनन् उनले र प्रतिक्रियावादी दक्षिणपन्थी सरकार बनाए। 2/3 कम्युनिस्ट पार्टीको सरकार ढालेर यो पार्टीमा बस्दा बस्दै यसको वरिष्ठ नेता हुँदाहुँदै पछाडिको सिटमा बसेर पछाडिको ढोकाबाट घोसे मुन्टो लाएर लुसुक्क गरेर हाम्रो सरकार गिराउन भोट दिए। दक्षिणपन्थी सरकार बनाउन भोट दिए। कहाँसम्म गिर्या होला? उहाँले पार्टीका नेता कार्यकर्ताहरू कहिले कहाँ राजनीतिक अलमलमा पर्ने गरेको भन्दै त्यसै गरी अलमलमा नपर्न आग्रह पनि गर्नुभयो। राष्ट्रिय सभाका सांसद एवं पूर्व प्रधानमन्त्री तथा गृहमन्त्री वामदेव गौतमले जातीय विभेद र उत्पीडन गर्नेहरूमाथि आजीवन कारावासको सजाय दिने कानुन बनाउन सरकारसँग माग गर्नुभएको छ। मृत्युदण्डको कानुनी व्यवस्था गरेपछि मात्रै अमेरिका लगायतका मुलुकहरूमा जातीय तथा वर्णभेद अन्त्य भएको उल्लेख गर्दै उहाँले नेपालमा पनि त्यसको अन्त्यका लागि सरकारले पीडकलाई आजीवन कारावासको सजाय दिने गरी सरकारले कानुनी व्यवस्था गर्नुपर्ने आवश्यकता ओल्याउनुभयो। आज पनि नेपाल र भारत जातीय विभेदले पीडित हुनु परेकामा आपत्ति जनाउँदै सांसद गौतमले त्यसको अन्त्य अब पीडकलाई सम्झाएर बुझाएर नहुने जिकिर गर्नुभयो। मंगलबार राष्ट्रिय सभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिको बैठकमा बोल्दै उहाँले नेपालको संविधानले जातीय विभेदलाई गम्भीर अपराधको रूपमा लिए पनि त्यस अनुसारको कानुनी नबनाउँदा त्यसबाट हुने उत्पीडन अझै कायमै रहेको तर्क समेत व्यक्त गर्नुभयो। आफूले सुरुदेखि नै जातीय विभेद जस्ता अमानवीय शोषण, दमन, थिचोमिचोलाई अन्त्य गर्नका लागि विद्रोह गर्नेहरूलाई कठोर जरिवाना गर्ने दबाउने काम पनि संविधान अनुसारको कानुनी व्यवस्था नभएको कारण हुन गएको पनि स्पष्ट पार्नुभयो। तर हाम्रो देशको मात्रै होइन, जातिभेद, वर्णभेद जस्ता समस्याबाट संसारका अरू देशहरू पनि पीडित भएका छन्। तर अहिले जातिभेदबाट पीडित हुने भारत र नेपाल नै हो। त्यसै गरेर इस्लामिक कन्ट्रीहरूमा जहाँ इस्लामलाई धर्म मान्ने गरिएको छ, राज्य धर्मको रूपमा रहेका छन्, त्यो ठाउँमा पनि त्यस्तो छैन। कानुन भनेको बल हो, त्यो बल प्रयोग हुनुपर्छ। अहिले जे जति कानुनहरू बनेका छन् संविधानले पनि अधिकार दिने भनेर भन्छ, तर त्यो दण्डनीय अधिकार हो, गम्भीर अपराध हो भनेर भन्ने पनि उल्लेख। सांसद गौतमले जातीय विभेद गर्नेहरूको सम्पत्ति कब्जा गरेर सरकारले पीडितलाई तत्काल राहत दिने व्यवस्था गर्नुपर्ने तर्फ पनि ध्यानकर्षण गराउनुभयो। उहाँले जातीय विभेद अन्त्यका लागि संसद र संसदीय समितिले दिएको निर्देशकहरूको पूर्ण पालना गर्ने पनि सरकारलाई दबाब दिनुभयो।
अर्थमन्त्री डाक्टर प्रकाशचन्द्र महतले अर्थतन्त्रको विषयमा नेपाल उद्योग वाणिज्य महासङ्घको संस्थागत धारणा प्रष्ट पार्न आग्रह गर्नुभएको छ। मङ्गलबार अन्तर्राष्ट्रिय आन्तरिक राजस्व विभागले आयोजना गरेको व्यवस्थापन गोष्ठीमा बोल्दै अर्थमन्त्री महतले वर्तमान अर्थतन्त्रको विषयमा उद्योग वाणिज्य महासङ्घका अध्यक्ष र उपाध्यक्षको धारणा फरक भएको भन्दै संस्थागत धारणा स्पष्ट पार्न आग्रह गर्नुभएको हो। महासङ्घका अध्यक्ष चन्द्र प्रसाद झकाले अर्थतन्त्र सकारात्मक रहेको भन्ने र वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले अर्थतन्त्र खराब हुँदा पनि सरकारले केही काम गर्न नसकेको आरोप लगाउन राम्रो नभएको बताउनु भएको हो। उहाँले महासङ्घले अर्थतन्त्रका विषयमा नकारात्मक धारणा भन्दा पनि सकारात्मक भएर धारणा राख्न आवश्यक रहेको पनि बताउनुभयो। अर्थमन्त्री महतले उपाध्यक्ष श्रेष्ठलाई आफू व्यापार मात्रै गर्ने उत्पादन बढाउने नीति लिँदा सरकारको आलोचना गर्ने भन्दै प्रश्न गर्नुभयो। उहाँले बिस्तारै बैंकको ब्याज दर घट्ने क्रममा रहेको भन्दै अर्थतन्त्र सकारात्मक बाटोमा रहेको बताउनुभयो। उहाँले निजी क्षेत्रलाई दिने अन्य सहुलियतहरू राष्ट्र बैंकबाट आउने विश्वास रहेको पनि जानकारी दिनुभयो। उहाँले अर्थतन्त्रका विषयमा निजी क्षेत्र पनि सकारात्मक सोच बनाएर जान आवश्यक रहेको पनि बताउनुभयो। अधिकांश ट्याक्स लगा गलत छ भन्ने कोणबाट छलफल अगाडि बढाउने कुराले मद्दत गर्दैन। जुन दुईटा सिएनआई र हाम्रो चाहिँ च्याम्बर अफ कमर्सको साथीले एकदम पोजिटिभ कुरा गर्नुभयो। सिएनआईका उपाध्यक्षलाई पनि त्यही उहाँले मूल्य अभिवृद्धि करको सिद्धान्त विपरीत कयौं वस्तुमा भ्याट छुट दिने गरिएकाले सरकारले त्यसलाई सुधार गरिएको बताउनुभयो। मन्त्री महतले भ्याट छुटको सूची बढ्दा भ्याटको अस्थिपञ्चर मात्रै बाँकी रहेको भन्दै भ्याट छुटको विषय घटाउँदै केही सुधार गर्ने खोजेको पनि बताउनुभयो। कार्यक्रममा बोल्दै अर्थ सचिव अर्जुन प्रसाद पोखरेलले व्यवसाय बन्द गर्ने गरी करदातालाई अप्ठ्यारो पार्ने काम नगर्न कर्मचारीहरूलाई निर्देशन दिनुभयो। उहाँले करदातालाई सम्मान गर्न कर अधिकृतलाई निर्देशन दिनुभयो। उहाँले राजस्व कर्मचारीहरूको काम करदातालाई दुःख दिने नभई करदातालाई सहजीकरण गर्नुपर्ने बताउनुभयो। उहाँले गोष्ठीमा प्रणालीगत सुधार कहाँ गर्ने लक्ष्य अनुसार राजस्व सङ्कलन गर्न कार्ययोजना बनाउने गरी छलफल गर्न आग्रह गर्नुभयो। सटरमा माल थप्दै जाने हो तर कर पनि लिँदै जाने हो। त्यो कुरा चाहिँ महत्त्वपूर्ण हुन्छ। एउटा तपाईँको लर्न सेयरिङ गर्ने, तपाईँको लेसन लर्न एउटा कार्यालयले सिकेको कुरा अर्को कार्यालयले आज सेयर गर्न सक्छ। यति धेरै मान्छे एकै ठाउँमा भेट्ने भनेको यही कार्यक्रममा मात्रै हो। त्यसो हुनाले तपाईँको एउटा कार्यालयको झापाको कार्यालयको प्रमुखले कञ्चनपुरको कार्यालयको प्रमुखलाई यस्तो गरेँ मैले भन्ने फोरम यही हो। त्यो तपाईँको लर्न एक्सपिरियन्सलाई सिस्टममा ल्याउनुहोस्, बेस्ट लर्नलाई। त्यस्तै गरेर अर्को चाहिँ तपाईँहरूले अध्ययन गर्नुभएको छ, कतिपय वैदेशिक तालिममा जानुभएको छ, स्वदेशी तालिममा अथवा इन्टरनेसनल बेस्ट प्र्याक्टिसहरू ट्याक्स सिस्टममा अहिले के छ त, ट्याक्स सिस्टममा के कस्ता कस्ता प्रणाली आज त्यो पनि रिभ्यू गर्नुहोस्। र त्यो रिभ्यू गर्ने सन्दर्भमा दुईटा उहाँले महालेखा परीक्षण कार्यालय अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दिएको सुझाव राजस्व न्यायाधिकरणको गरेका फैसला लगायत हरेक हेरेर नीति बनाउने गरी गोष्ठीमा छलफल गर्न आग्रह गर्नुभयो। उहाँले प्रणालीगत सुधार कहाँ गर्ने लक्ष्य अनुसार राजस्व सङ्कलन गर्न कार्ययोजना बनाउने गरी छलफल गर्नुपर्ने पनि जानकारी दिनुभयो। अब सानो व्यावसायिक विश्रामपछि बाँकी समाचार। विश्रामपछि पुनः समाचारमा स्वागत छ। अब बाँकी समाचार। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय बाहिर बरामद भएको सुन गालेर जोख्दा 60 किलो 716 ग्राम मात्र भएको छ। सोमबार र मङ्गलबार नेपाल राष्ट्र बैंकको ट्याक्स महाशाखाले सिआइबी राजस्व अनुसन्धान र राष्ट्रिय बैंकका प्रतिनिधिसहित सुन गालेर जोख्दा 1 क्विन्टल भनिएको सुन 60 किलो 716 ग्राम मात्र भएको हो। नेपाल राष्ट्र बैंकको ट्याक्स महाशाखाका प्रमुख थानेश्वर आचार्यले ब्रेक सुबाट छुट्याएको सुन गालेर जोख्दा 60 किलो 716 ग्राम भएको बताउनु भएको छ। उहाँले टक्सार महाशाखामा ल्याउँदा बरामद भएको सुनको तोला 155 किलो 468 ग्राम भएकामा ब्रेक सु र कार्टुनहरू कच्चा पदार्थहरू छुट्याउँदा 60 किलो 779 ग्राम भएकोमा सुन गालेर जोख्दा 60 किलो 716 ग्राम भएको जानकारी दिनुभयो। उहाँले गालेको सुन 34 वटा बिस्कुट साँचोमा बनेको भन्दै त्यसमा 73 ग्राम जति भएको बताउनुभयो। उहाँले सुनको गुणस्तर माप्न गर्ने तयारी रहेको भन्दै सकेसम्म 3 दिन नभए 7 दिनभित्रमा सुनको
गुणस्तर सार्वजनिक गर्ने जानकारी दिनुभयो। त्यसको कार्टुनहरू त्यसका अन्य र मेटेरियलहरू छुट्याएर आएको तौल थियो 60 किलो 779 ग्राम र आज हामीले त्यसलाई गाल्ने काम गरेका छौँ र गालिसकेपछि धेरै ठुलो जर्ती गएन र गालिसकेपछि 60 किलो 716 ग्राम तपाईँको चाहिँ नै सुनको तौल आएको छ र यसमा राजस्व अनुसन्धान विभागले गत साउन 3 गते सिना मङ्गलबाट सुन सहितको 155 किलो ब्याग सुन बरामद गरेको थियो। सिआइबी, राजस्व, नेपाल राष्ट्र बैंक र टक्सार कार्यालयका प्रतिनिधिको रोभरमा सुन गालेर जोखिएको हो। निजी क्षेत्रले निजी क्षेत्रको मनोबल घट्नु र लगानी बढ्न नसक्नुले राजस्व सङ्कलन प्रभावित भएको बताएको छ। मङ्गलबार आन्तरिक राजस्व विभागले आयोजना गरेको व्यवस्थापन गोष्ठीमा बोल्दै निजी क्षेत्रका छाता सङ्गठनका प्रतिनिधिहरूले यस्तो बताएका हुन्। उनीहरूले सरकारले बनाउने नीतिहरू व्यवसायमै त्रिय नहुँदा निजी क्षेत्रको मनोबलमाथि उठ्न र लगानी बढाउन नसकेको बताए। उनीहरूले सरकारले अर्थतन्त्रमा देखिएका वर्तमान समस्या र चुनौती समाधान गर्न सके राजस्व परिचालन सुधार हुने विश्वास समेत व्यक्त गरे। उहाँहरूले सरकारले कर बढाउने भन्दा पनि करको दायरा फराकिलो बनाउने आवश्यक रहेको बताए। नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले करको दर भन्दा दायरा बढाउने तर्फ सरकारले ध्यान दिनुपर्ने पनि जानकारी दिनुभयो। उहाँले अझै पनि 40% कारोबार अवैध माध्यमबाट भइरहेको जानकारी दिए। पुग्ने यो चाहिँ हाम्रो दुखेसो छ। यसलाई चाहिँ बिल लिने दिने प्रथा जुन आएको छ यो गोष्ठीमा त्यसलाई प्रभावकारी बनाउन सक्यो भनेदेखि कर राजस्व वृद्धि हुन सक्छ भन्ने कुरा मैले राख्न चाहेँ। र अर्को कुरा चाहिँ यो कर राजस्व वृद्धिको लागि यो खुद्रा व्यापारीलाई अहिले जुन 50 लाखको थ्रेसहोल्ड राखेको छ त्यसलाई चाहिँ बढाएर 1 करोड। नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले अर्थतन्त्र गम्भीर समस्यामा रहेको भन्दै सरकारले अर्थतन्त्र चल्यामान बनाउन काम गर्नुपर्ने पनि बताउनुभयो। उहाँले मुलुकको अर्थतन्त्र झन्नै गम्भीर मोडमा पुगेको बताउनुभयो। उहाँले गत आर्थिक वर्षको अवस्था कस्तो छ भने कुरा सबैलाई स्पष्ट रहेको भन्दै चालु आर्थिक वर्षको सुरुवातको अवस्थाको आभास व्यवसायीहरूले पाएको जानकारी दिनुभयो। उहाँले विगतमा दशैं तिहारमा व्यापार बढाउन एलसी खोल्ने स्टक बढाउने काम व्यवसायीले गर्ने गरेको भए पनि यो वर्ष अर्थतन्त्र चलायमान हुन्छ र बजारमा माग बढ्छ भन्ने कसैलाई पनि अपेक्षा नभएको बताउनुभयो। उहाँले बजारमा आर्थिक गतिविधि नबढ्दासम्म राजस्व सङ्कलन बढ्न नसक्ने उल्लेख गर्नुभयो। को लागि मुलुक सञ्चालन गर्नलाई भनौँ विभिन्न चाहिँ नि खर्च व्यवस्थापन सबैको लागि चाहिँ चाहिन्छ, त्यो गर्नु नै पर्छ निश्चय पनि। तर चाहिँ नि एकछिन हामी हेरौँ हाम्रो मुलुकले चाहिँ सधैँ यो जुन चाहिँ नि राजस्व वृद्धि गर्दै गइरहेको छ, जुन अहिले चाहिँ नि तथ्याङ्क अनुसार चाहिँ नि नेपालको चाहिँ नि जिडिपी टु। त्यस्तै नेपाल उद्योग परिसङ्घका उपाध्यक्ष वीरेन्द्र राज पाण्डेले निजी क्षेत्रको मनोबल घटेको र लगानी गर्न योजना स्थगित भएकाले राजस्व सङ्कलन प्रभावित भएको बताउनुभयो। उहाँले सरकारले आयातमा आधारित राजस्व भन्दा पनि उत्पादनमा आधारित राजस्व सङ्कलन गर्ने विषय प्राथमिकता राख्नुपर्ने आवश्यक रहेको पनि जानकारी दिनुभयो। नीति लिन आवश्यक छ। उत्पादनबाट प्राप्त हुने राजस्व दिगो हुन्छ, आयातबाट प्राप्त हुने राजस्व दिगो हुँदैन भन्ने स्पष्ट भइसकेको छ। त्यसैले अब हामी सबैको ध्यान स्वदेशी उद्योग प्रवर्धन गर्नेतर्फ केन्द्रित हुनुपर्दछ। यसका लागि माननीय मन्त्रीज्यूलाई विशेष अनुरोध गर्न चाहन्छु। सरकारले लक्ष्यअनुसार राजस्व सङ्कलन गर्न नसकेको त्यसको दबाब कर्मचारी तन्त्रमा पर्छ अनि कर्मचारी तन्त्रको दबाब निजी क्षेत्रमा माथि पर्छ। यसै पनि निजी क्षेत्रको मनोबल खस्किएको अवस्थामा छ, त्यसमाथि राजस्वको दबाब निजी क्षेत्रमा पर्ने गरेको छ। उहाँले उत्पादनमा आधारित राजस्व मात्रै दिगो हुने भन्दै लक्ष्य अनुसार राजस्व सङ्कलन नहुँदा निजी क्षेत्रलाई कर्मचारीहरूले दबाब बढाउने गरेको गुनासो समेत गरे। नेपाल स्थित भारतीय दूतावासले आफ्नो 77औं स्वतन्त्रता दिवस मनाएको छ। मङ्गलबार काठमाडौँ स्थित भारतीय राजदूतावासमा 77औं स्वतन्त्रता दिवस विभिन्न कार्यक्रम आयोजना गरी मनाइएको हो। स्वतन्त्रता दिवसको सो अवसरमा भारत सरकारको तर्फबाट दूतावासले भारतीय झण्डा फहराएर कार्यक्रम सुरु गरेको थियो। कार्यक्रममा भारतीय राष्ट्रपति द्रौपदी मुर्मुले राष्ट्रको नाममा दिएको सन्देश भिडियोको माध्यमबाट प्रस्तुत गरिएको थियो। कार्यक्रममा भारतीय सेनामा कार्यरत रहँदा वीरगति प्राप्त भएका नेपालीका परिवारलाई समेत सम्मान गरिएको थियो। उनीहरूलाई भारत सरकारको तर्फबाट भारतीय स्वतन्त्रता आन्दोलनमा
वीर गति प्राप्त गरेकाहरूको सम्मानमा गीत, सङ्गीत र नाच प्रस्तुत गरिएको थियो। आज का दिन प्रगतिशील भारत को आज़ादी के अमृत महोत्सव के बाद और भारत की आज़ादी के 100 वर्ष पूरे होने पर भारत को पूर्णतः विकसित देश बनाने का लक्ष्य रखा है। अगले 25 वर्षों में अमृतकाल के दौरान आत्मनिर्भर भारत के बनाने के लिए जो संकल्प लिए गए हैं उन्हें हासिल करने के लिए अपना योगदान देना हम सभी। स्वतन्त्रता आन्दोलनमा वीर गति प्राप्त नेपाली परिवारलाई आर्थिक सहयोग सहित खाद्यान्न, कपडाहरू पनि वितरण गरिएको थियो। कार्यक्रममा बोल्दै नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले 2047मा भारत स्वतन्त्र भएको 100 वर्ष पुरा हुने सो कार्य समयसम्म भारत अमृतकालको रूपमा मनाउने र भारतलाई आत्मनिर्भर बनाउनेमा जोड दिने बताउनुभयो। उहाँले स्वतन्त्रता दिवसको अवसरमा भारत र नेपाल बीचको सम्बन्ध अझै प्रगाढ बनाउने जाने संकल्प लिएको जानकारी दिनुभयो। हमारा प्रयास ये रहेगा कि इस संबंधों को हम और आगे सुदृढ़ करते रहें। साथ ही साथ आज इस शुभ अवसर पर स्वतन्त्रता दिवसको अवसरमा भारतीय सेनामा कार्यरत रहँदा वीर गति प्राप्त भएका नेपालीहरूको सम्मानका लागि भारतीय राजदूतवासमा नाचगान, वाद बधाइया सहित कलाकारहरूले आफ्नो प्रस्तुति दिएका थिए। संसदीय समितिले दलित सम्बन्धी मुद्दा हेर्ने छुट्टै मन्त्रालय तोक्न सरकारलाई निर्देशन दिएको छ। संघीय सांसद राष्ट्रिय सभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिको मङ्गलबार सिंहदरबारमा बसेको बैठकले दलित सम्बन्धी मुद्दा हेर्ने छुट्टै मन्त्रालय नभएको निष्कर्ष निकाल्दै तत्काल तोक्न प्रधानमन्त्री र मन्त्री परिषदको कार्यालयलाई निर्देशन दिएको हो। दलित सम्बन्धी विभेद र उत्पीडन हेर्ने छुट्टै मन्त्रालय तोक्न प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयलाई निर्देशन दिएको समितिका सभापति प्रकाश पन्थले जानकारी दिनुभयो। त्यसैगरी समितिले दलित समुदायको विभेद र उत्पीडनको अन्त्य गर्नका लागि समितिले तयार पारेको कार्ययोजना कार्यान्वयन गर्न पनि सरकारलाई सचेत गराएको छ। कार्यक्रम कार्यान्वयन भए गरेका कामहरूको अनुगमन गरी त्यसको प्रतिवेदन नियमित रूपमा बुझाउन पनि प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयलाई निर्देशन गरिएको पनि समितिले जनाएको छ। कार्ययोजना आवश्यक सुझाव र परिमार्जन सहित कार्यान्वयन गर्न सम्बन्धित नेपाल सरकार, सम्बन्धित मन्त्रालय, निकायहरूलाई निर्देशन दिने गरिएको छ, निर्णय गरिएको छ। यसैगरी प्रस्तावित उक्त कार्ययोजना कार्यान्वयन र यसको अनुगमनका लागि चाहिँ प्रधानमन्त्री तथा मन्त्री कार्यालयले समन्वय गर्न र नियमित रूपमा यसको चाहिँ प्रतिवेदनहरू समितिलाई पठाइदिन पनि हामीले निर्देशन गरेका छौँ। र बैठकमा प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयका सचिव विनोद प्रकाश सिंहले समितिले दिएको निर्देशन पालना गर्न सरकार प्रतिबद्ध रहेको जानकारी दिनुभयो। उहाँले दलित लगायतका जातीय विभेद अन्त्यका लागि मुलुकमा विद्यमान कानुन कार्यान्वयनमा जोड दिनुपर्ने आवश्यकता उल्ल्याउनुभयो। र जनप्रतिनिधिहरूबाट पनि जसरी सायद हुनसक्थ्यो त्यो नभए कि अझ पनि, किनभने हामी अहिले यस्तो गणतन्त्रमा आएको पनि यत्रो वर्ष भइसक्यो, त्यति हुँदा पनि दलितमा भएको विभेद अन्यायको कुरा देखिरहेको छौँ। हामी कानुनभन्दा बाहिर गएर भएको कुरा देखिरहेको छौँ। उनीहरूलाई गर्ने चाहिँ व्यवहार देखिरहेको छौँ। अब हिजोको दिन 1000वटा हुन्थे, आज 500वटा छन् भनेर शङ्का गरेर बसे हो कि कतिपय ठाउँमा, सायद हामी त्यो पनि नहुनु पर्ने हो। त्यसैले एक ठाउँ पनि त्यो सचिव सिंहले जातीय विभेद अन्त्यका लागि जनप्रतिनिधिहरूको तर्फबाट पनि पहल कदमी लिने काममा कमी रहेको हो कि भन्ने आफूलाई लागेको प्रतिक्रिया पनि दिनुभएको थियो। निर्माण व्यवसायीहरूलाई भुक्तानी दिनुपर्ने लगायतका 9 बुँदे माग राख्दै निर्माण व्यवसायीहरूले आन्दोलन गरेका छन्। मङ्गलबार उनीहरूले ललितपुर स्थित सडक विभागको कार्यालय अघि भेला भई धरना दिएका हुन्। व्यवसायीहरूले आन्दोलन गरेको 17 दिनसम्म पनि सरकारले निर्माण व्यवसायीहरूका आवाज नसुनेको गुनासो गरेका छन्। उनीहरूले सोमबार अर्थमन्त्रीले सिंहदरबारमा बोलाएर आफूहरूसँग वार्ता गरे पनि अर्थमन्त्री महतले आर्थिक वर्ष 2080-81 को विनियोजित बजेट मार्फत पनि भुक्तानी गर्न नसक्ने भए सम्बन्धित मन्त्रालयले विवरण पेश गरे सबै भुक्तानी गर्ने बताउनु भएको थियो। मन्त्री महतले सरकारले व्यवसायीहरूलाई गर्नुपर्ने भुक्तानीको दायित्व पूरा गर्न तयार रहेको र सम्बन्धित मन्त्रालयले कुन आयोजनाको कति भुक्तानी बाँकी रहेको विवरण पेश गरेसँगै सबै भुक्तानी हुने बताउनु भएको नेपाल निर्माण व्यवसाय महासङ्घका अध्यक्ष रवि सिंहले जानकारी दिनुभएको थियो। अध्यक्ष सिंहले अर्थमन्त्रीले निर्माण व्यवसायीहरूलाई रकम भुक्तानी गर्न नभई देशका निर्माण कार्यको बजेट निकासा र बजेट सुनिश्चितता गर्नुपर्ने बताउनु भएको थियो।
उहाँले म्याद थप गरिएका आयोजनाको कति रकम बाँकी हुन्छ भने सोचेर त्यसको भुक्तानी तालिम निर्माण व्यवसायीहरूलाई दिनुपर्ने जानकारी दिनुभयो। उहाँले भुक्तानीको तालिका नबनाएसम्म मुलुकले लिएको लक्ष्य प्राप्त हुन नसक्ने जिकिर गर्नुभयो। उहाँले अर्थमन्त्रीले प्रत्येक निर्माण कार्यको विवरण बुझेर मात्रै भुक्तानी गर्ने भनेको केन्द्रीकृत शासन प्रणाली सुरु गर्नु रहेको जानकारी दिनुभयो। थप गर्दै हुनुहुन्छ त्यो म्याद थप गरेको आयोजनाहरूको चाहिँ कति रकम बाँकी हुन्छ त्यसलाई भुक्तानी तालिका हामीलाई दिनुपर्छ र उहाँले अर्थमन्त्रीज्यूले आफ्नो ढुकुटीमा कति रकम जम्मा गर्न सकिन्छ त्यस अनुसारको मात्रै म्याद थप गर्नको लागि हामीले अनुरोध गऱ्यौँ। अब हिजो मिडियामा चाहिँ उहाँको कुरा आयो, उहाँले चाहिँ हामी भुक्तानी 15 दिनमा गर्छौँ भनेर भन्नुभयो। अब गत वर्ष चाहिँ व्यवसायीहरूले सार्वजनिक खरिद अनुगमन अघि सार्वजनिक खरिद ऐन तथा नियमावली तत्काल संशोधन गर, सम्पूर्ण ठेक्काको एकमुष्ट म्याद थप गर, जुनसुकै अवधिको ठेक्काको मूल्य समायोजना गर, व्यावहारिक माइल स्ट्यान्ड खारेज गर, गुणस्तर र समयमा निर्माण हाम्रो प्राथमिकता, उपभोगबाट निर्माण कार्य गर्ने नियम खारेज गर, खरिद नियमावलीको नियम 6 लाई कडाइका साथ लागू गर र निर्माण व्यवसायी एकता जिन्दाबाद लेखेको प्लेटकार्ड बोकेर विरोध प्रदर्शन गरेका छन्। हस्त हेलीलाई तिकै फलफल खबर तेज नजर हेर्नुला अपन टेलिभिजन। नमस्कार।